आज हामी तेलगारीतिर माछा मार्दै माछा मार्न आएको छौँ तेलगारीतिर। तर माछा चाहिँ छैन रहेछ हैन, नाली चाहिँ छ, माछाहरू छैन रहेछ। तेलहरू यस्तो फल्छ है, यस्तो हुँदो रहेछ तेलहरू। अहिले यत्रोदेखि फल्छ हैन, यो तेल हो खाने तेल। फुटबल पनि रहेछ यतातिर, ग्याङहरू छ उता माछा मार्नेहरू, कुखुरा बाख्रा मार्दै। कुखुरा पनि लास्टै कराउँछ यतातिर। यहाँ घर छ एउटा, कुकुरहरू बोक्छ। अब फर्किने माछै छैन रहेछ। यता चाहिँ पारि तेलगारीभित्र घर छ। यहाँ चाहिँ एक ठाउँमा कुकुरहरू भोगिरहेको हुन्छ तर छैन रहेछ। नाली हो हुन चाहिँ यो ठुलै छ, तर सबै मोबिलहरू पोखिएको रहेछ। माछा बोक्ने माछा बोक्ने मान्छे माछा बोक्ने मान्छे। बोलो, क्या बोलना है, कैसा लग रहा है? इधर मछली मारने आया है हम लोग। उधर मार रहा है, जंगल में आया है, जंगल में मंगल माछा छैन कि देखि एउटा देखेकै छैन। माछा चाहिँ एउटा देखेको छैन हैन। यहाँ हान्दैछ यतापट्टि, एउटा बल्छी किनेको तर खासै राम्रो खेल्न त नआउने, सिक्दै हो यस्तोमा। तर लास्टै मोबिलहरू पोखिएको रहेछ कि यतातिर। यो माथिदेखि छान उहाँनिर पारी तर्न ठाउँ रहेछ त, माथिबाट उहाँ माथिबाट पारी तर्न ठाउँ रहेछ उता। जङ्गल जाने तिर झन् हाम्रो ओरिजिनल बल्छी यता छ। पुरै तेलको पातबाट बनायो है यो चाहिँ। सबै जङ्गल तेलको जङ्गलहरू छ हैन यतातिर। यस्तो छ। सो अब फर्किन लागि हामी चाहिँ बिस्तारै गएर फर्किने हो। अर्को ठाउँमा मारेको कत्रो मर्छ, माछै मार्ने गएर अर्को ठाउँमा हामी गएर त्यहाँ मार्छ। अनुभव मलेसियामा माछा मार्ने अनुभव गर्छ है। तर यस्तैमा हिँड्दा रमाइलो हुँदो रहेछ होइन जङ्गलहरूमा। सेकेन्ड ब्लगर खोइ त यहीँ छ सबै। म त हाल्छु नि फेरि, म त युट्युबमा हाल्छु। तर देखाएको छैन त्यो, तपाईँलाई देखाएको छैन, म मात्रै देखिने हो। तर परबाट देखिन्छ। ल हाम्रो टोलीहरू फर्किँदैछ है यतातिर। कहाँ भाले कराउँछ कि यतातिर, भाले हो के हो यार। अन्त यस्तो जङ्गल छ कि, तर यो तेलगारीभित्र भएन, साफ हुन्छ कि तल यो रुखहरूमा चाहिँ यस्तो हाम्रोतिर कुथुर्कै के भन्छ त्यस्तो टाँसे जस्तो हुन्छ। तर मुनि चाहिँ साफ हुन्छ कि, सबै सफा गरेको हुन्छ कि। अब सफा नगरे पनि यो यसको वरिपरि चाहिँ खासै बोट बिरुवाहरू नहुने रहेछ कि। अन्त यस्तो ढुङ्गाको ठाउँमा कसरी हुन्छ। अब कुखुरा पुरै बासिरहेछ यार। यस्तो हुन्छ हाम्रोतिर माछा मार्ने बल्छी, त्यो लामो हुन्छ। तर हान्न त खासै आउँदैन होइन, हामी त्यही बनाउँछौँ, तर हान्न चाहिँ आउँदैन। बल्छी हान्ने मान्छे चाहिँ मलाई आउँछ। दुई दुईवटा बल्छी छ, पर्फेक्ट म बल्छी हान्न। कता उता होइन, दुईवटा बल्छी छ, तर हान्न चाहिँ आउँदैन। अघि हानेको चाहिँ अब अलिकति त्यो भनौँ न नालीतिर गएको, अब अलिक दहतिर जानु पऱ्यो एक ठाउँमा। त्यतातिर चाहिँ माछा परेको थियो, त्यहाँ माछा पर्छ कि भन्ने हामीलाई लागिरहेछ। कता कुखुरा त कराउनै थियो त, मारे केटाहरूले। यस्तो नालीहरू माछा मार्छ भन्छ, कहाँ हुन्छ माछा यस्तोमा यार। यो त नाली हो, यस्तोमा पानी हुँदैन। पानी छ अलिअलि माछा खाँदैन। ओ कुखुरा त्यहीँ बसेको रहेछ यार, के हो? खोइ उयो भित्र होला हौ, त्यो उयो भित्र कहाँ देखेको?
ल फाइनली गाइस यहाँ माछा रहेछ यहाँबाट यहाँ माछा भेटिसक्यो यार यहाँ हान्दै हुन्छ बल्छी होइन कहाँनिर यो यस्तो तरिकाले हानेछ बल्छी पर्छ कि पर्दैन ए ऊ त्यो भित्र चाहिँ छ कि बल्छी हान्दै देखेकै देखेको मैले ए भएन तपाईँलाई हान्ने आएन यार हाल्ने ठाउँ छैन बल्छी नि अड्किसक्यो यार छ अरे यत्रो देखेर मगरले अब माछै बल्छी नि उतै अड्क्यो माछाले तानिसक्यो त्यहाँ माछा हो कि त्यो तेलको पत्ता होइन हुने आयो माछा आयो 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 माछा हो भने माछा आयो आयो यत्रो बल लाग्छ माछाको बल बल यत्रो तागतिलो हुन्छ कि त्यसलाई आगोलाई अब गिर्नै पर्छ मगर त तान्नु न यता यतापट्टि उयो त हाँगालाई तान्नु नि यतापट्टि त्यो हाँगालाई तानेपछि यता आउँछ क्या माछा आयो माछा 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 ए पक्रो पक्रो गाडी नै कहाँ ओ माछा त भाग्यो यार ओ माछा त यहाँ यताबाट भाग्यो यार एकचोटि सम्झि हजुर त्यो दिन त यो माछा आयो हान्नु पर्ला हो यहाँ यताबाट दौड्यो यार माछा कता दौड्यो यताबाट खै प्रति गर्दै कता गयो माछा छ के छ नि त छ माछा रहेछ यार ब्यागले टोइसक्यो ल यो ट्याङ्कीभित्र सरेछ पानी माछा ल अब हेरौँ पर्छ कि पर्दैन रहेछ त्यहाँ कसरी माछा पर्छ त्यो पानी भरेको लागि क्या कति गहिरो छ यार पहिला के इनार थियो कि यसमा यार हेर कति गहिरो है हेर त उतै अड्केको ए त्यहीँ त रहेछ यता आउँछ कि गरे हाम्रो एक ठाउँमा माछा मारेर सम्पन्न भइसक्यो माछा परेन होइन फेरि हामी जाँदैछौँ यतातिर हिँड्दै हिँड्दै यस्तो छ कन्स्ट्रक्सन साइटहरू होइन बन्दैछ यता कम्पनीहरू छन् ठुला ठुला कम्पनीहरू यता नि अझै बन्दैछ यहीँ नजिकै हो क्या यहीँ नजिकै हो क्या धेरै टाढा छैन अरे यार यो रोडमा कहाँ खोला देखिन्छ त्यहाँ म्यापमा त केही देखाउँदैन ल है अहिले चाहिँ हामी पोखरीतिर आइसक्यो माछा खानलाई हाम्रो कम्पनी छेउछाउतिर चाहिँ यहाँ माछा त धेरै छ तर खासै पर्ला खास छैन नआएर हो यहाँ नआएर हो यतातिर कामहरू भइरहेछ ओ त हान न मलाई ऊ त्यो हरियोतिरै छ कि त्यत्रो भरे पुगेन भने फेरि ल यतातिर हामी आएर माछा साछा हान्ने कार्यक्रम हुँदैछ कसरी हान्दो रहेछ हामी देखाउँछौँ माछा खै हानु यहाँ बल्छी बिग्रे यस्तो हुन्छ कि फलामको गेडो हुन्छ मासु लागेको छ होइन केटाले हान्छ कसरी हान्दो रहेछ उता पनि थापिरहेछ पोखरी त ठुलै छ कहाँ उतै जाने सर्प होला है केटा उता पारिबाट हान्नाले हान्न नजाने त केटाले हान्न आउँछ हामी यहीँ बसेर हेर्नु पऱ्यो
यस्तो घुमाएर तान्नुपर्छ होइन आउँदैछ यस्तरी कहाँ भयो पारि पुग्यो यस्तरी हाल्छ है माछा चाहिँ तर अहिलेसम्म परेको छैन होइन पोखरी त ठुलै छ माछा पनि छन् त होला तर यो माछा त खासै मासु नखाँदो रहेछ बाहिरबाट केटाहरू जान्छ त्यहाँबाट हान्नलाई पऱ्यो भने चाहिँ डोरी तान्छ थाहा भयो त्यहाँ कराउँछ अल्झेर आइरहन्छ त कालो भइसकेछ होइन हामी चाहिँ फर्स्ट टाइम हो खेल्यो भने हामी अहिलेसम्म खेलेको थिएन बनाउनु त बनाइन्थ्यो तर खेलेको थिएन ल हान्दैछ दाइले ओह ल के धागो माछा पक्रेको क्या